रातभरि सुत्न दिएको होइन फुच्चीले। यस्तो थाकेको छ आज त आँखै खुल्न मन छैन। मेरो मिटिङको टाइम त सकिसकेको रहेछ नि है। तपाईँहरू कन्टिन्यू गर्नुहोस् न है, गर्ने भए। मेरो हल्का काम छ, म भ्याएँ भने पछि जोइन गरौँला। किन आउनुभएको? मिटिङ सकाएको भए भइहाल्थ्यो त, म गरिहाल्थेँ त। अलिकति मात्रै बाँकी छ अब काम, जानु मिटिङ छ भने। तिमी यस्तो थाकिसक्यो, पछि गरे नि हुन्छ मिटिङहरू भनेको। तँ आनन्द लागेको बस्नलाई। अब खानासाना खाएर सुत्छु म त, धेरै थाकेँ। मामु ढाक्नु भएकोले डेली पो खाना बनाइदिइराख्नु भएको रहेछ। म पनि मेरो काम सबै आफै गर्छु अब, मामुलाई हेल्प गर्छु। छोराले पनि अब आफ्नो काम सबै आफै गर्ने भनेको छ। मम्मीलाई दुःख नदिने होइन त छोरा अबदेखि। हेर्नु न, म त खाना पनि आफै खान्छु अब। बच्चाहरू मसँगै सुताउनु पर्ला आज, ऊ धेरै नै थाकेको छ। डिस्टर्ब नगरौँ होला। गुड नाइट मामु।